ल है साथीहरू, म घुम्ने क्रममा चाहिँ एउटा कहाँ घना ठुलो तालमा आइपुगेको छु। यो तालको नाम त मलाई पनि थाहा भएन, ठाउँको नाम पनि थाहा छैन। जस्तै हिँड्दै आउँदाखेरि एकदमै आँखाले हेरी नभ्याइने छ, एकदमै ठुलो। तपाईँहरूलाई देखाउन गइरहेको छु। ताल चाहिँ यहाँबाट लगभग पारीतिर मेरो क्यामेराले पनि भ्याउँदैन त्यति टाढासम्म। एकदमै ठुलो छ, एकदमै। यहाँ चाहिँ नजिक जान अलि डेन्जर छ भन्दैछ, किनकि यहाँ गहिरोहरू छ अरे। नजिकै गएर हेर्न मन थियो, तर अलि जान नमिल्ने भन्ने कुरा आएको छ यहाँ नजिकको मान्छेहरूले। एकदमै यस रमाइलो छ, चिसो हावा, अनि यो ताललाई हेरेर रमाइलो लिइरहेको छु आजको दिन। अब भोलिबाट त यो आफ्नो कामतिर लाग्नुपर्छ साथीहरू, यस्तै छ जिन्दगी। जे जस्तो भए पनि घुम्नुपर्छ है, घुम्न छोड्नु हुँदैन। यता माथितिर फेरि यति ठुलो डाँडाहरू छ एकदमै। यहाँ तल चाहिँ यति ठुलो ताल छ, एकदमै रमाइलो छ यो ठाउँ। आज यो रमाइलो लागिरहेछ, मजा आइरहेछ। एकजना साथी भयो त यहाँ त अझै मजा हुन्थ्यो होला, एकदमै रमाइलो हुन्थ्यो होला। एक्लै पनि जोस् मजा लिइरहेको छु, मजा गरिरहेको छु। तपाईँहरू पनि जोस् मजा गर्नुहोस्, घुम्न नछुट्नुहोस् जिन्दगीमा। जोस् हेर्न सक्नुहुन्छ यतादेखि लाएर पुरै उता पारीसम्म। कहाँ हो यो तालको वरिपरि त 2 दिन लाग्छ जस्तो छ।